25 वर्ष पुरानो उपमहानगरपालिकाको मेयर भएर 1 रुपैयाँ पनि भ्रष्टाचार नगर्ने लाटा मेयर म। 1 रुपैयाँ पनि तपाईको कमिसन नखाने लाटा है, 1 रुपैयाँ पनि घुस नखाने लाटा हैन। पैसा छैन, श्रमदान गरेरै भए पनि 2 अर्ब जतिको पैसा सम्पत्ति नगरपालिकाले जोडिदिने लाटा मान्छे हो किन म त लाटा दिनभरि काम गर्छु, तिमी चाहिँ बाठा दिनभरि गफ गर्छौ। पारा मिल्दैन हाम्रो जनता रे, पारा मिल्दैन त हैन। यस्तो लाटा मान्छे जो लाटा मान्छेले है यो देशलाई विश्वको सबैभन्दा विकसित देश बनाउने सपना देखेको छ। लाटा होइन त त्यो, लाटै त हो त, लाटै हो है। यस्तो मान्छे जो मान्छेले यो चन्द्र सूर्याङ्कित झण्डा कहिले पनि झुक्नु हुँदैन हैन, तपाईको आदि देखेर लुक्नु हुँदैन भनेर विदेशी हस्तक्षेपको विरुद्धमा पुरुष उभिन्छ। त्यो मान्छे लाटा हो कि होइन है? लाटै हो, हल्का सम्पन्न लाटै हो, यहाँ बसेको सबै लाटै हो, यहाँ भएको सबै लाटा हो। किनभने हामी त्यस्ता लाटा जो लाटाले गफ गरेर होइन काम गरेर देश बन्छ भनेर बुझेको छ है। अब यो लाटाहरूको सरकार बन्दैछ। नेपालको इतिहासमा पहिलोचोटि लाटाहरूको सरकार बन्दैछ। जुन लाटाले गफ होइन काम गर्छ, जुन लाटाले विदेशी तपाईको प्रभुलाई ढोकेर विदेशी ऋण लिएर विदेशी अनुदान हजुर भनेर देश चलाउँदैन। आफैले तपाईको छैन चन्द्र सूर्य माथि हेर्दैन। ऊ त्यो चन्द्रमा के खालको त्यो कतिवटा दाग हो भन्नुभन्दा आफूले टेकेको जमिनमा पसिना बगाएर उत्पादन गर्नुपर्छ भन्ने सपना देख्छ। त्यस्तो लाटाहरूको पार्टी हो श्रम संस्कृति है। हामीसँगै दर्ता भएका र हामीभन्दा अगाडि दर्ता भएका 200+ पार्टीहरू सबै बाठाको पार्टी है। त्यस्ता बाठाको पार्टी जुन बाठाले गफ गरेर देश बिगार्यो, जुन गफ गरेर तपाईको चाहिँ हाम्रा सन्तानलाई है, हाम्रा सन्तानलाई झगडा गर्न सिकायो। जेलले तपाईको चाहिँ लगाएर त्यहाँ टायरमा त्यो मान्छेको घर जलाइदिए, त्यो तपाईको सिंहदरबार जलाइदिए, यता यस्तो गरिदिए। तपाईँको चाहिँ होइन के अरे स्कुलकै पोसाकमा किताब बोकेर आन्दोलनमा आइज भनेर बोलाउने तपाईँको छैन बाठा मान्छे होइनौ हामी है। सिंहदरबार जलाउने बाठा मान्छे होइनौ हामी है। सर्वोच्च अदालत जलाउने बाठा मान्छे होइनौ हामी। हामी भनेको तपाईँको छैन यो देशलाई ढुङ्गा बोकी निर्माण गर्नुपर्छ। तपाईँको छैन बिरुवा रोपी यो देशलाई चाहिँ तपाईँको चलाउनुपर्छ, फुलाउनुपर्छ, श्रम गरेर यो देश बनाउनुपर्छ भन्ने मान्छेहरूको पार्टी हो श्रम संस्कृति है। हर्क साम्पान के सानो घमण्डी यो पनि छ नि त होइन। यो देश मेरो हो, यो देश हाम्रो हो, यो देश नेपालीको हो, नेपालीले चलाउनु पर्छ, विदेशीले होइन भन्दाखेरि घमण्ड हो त्यो है। यो इलामको चुलाचुली हो, यो इलामको चुलाचुली नै हो नि त यो होइन र। यसलाई चाहिँ दमक हो कसैले भन्नु लाउँदाखेरि म भन्छु र, भन्दिनँ म। यो चुलाचुली नै हो भन्नु चाहिँ घमण्ड हो भने हो, हामी घमण्डी नै हो है, घमण्डी नै हो। यस्तो घमण्डी त सबै हुनुपर्छ होइन र। सेतोलाई सेतो भन्न सक्ने मान्छे, कालोलाई कालो भन्न सक्ने मान्छे, त्यसलाई घमण्डी भन्छ भने हामी सबै घमण्डी बन्नुपर्छ। तपाईँहरू म जस्तो घमण्डी बन्ने हो, सबैजना बन्नु अब घमण्डी होइन। आजदेखि आज उपरान्त यहाँबाट फर्केर गइसकेपछि तपाईँ पनि हर्क साम्पाङै हो। हर्क साम्पाङ भनेको व्यक्तिको नाम होइन, मेरो नाम त हर्क राज राई हो। हर्क साम्पाङ भनेको त एउटा विद्रोहको नाम हो, एउटा आवाजको नाम हो है। हिजो एक्लै पनि कत्रो पार्टीहरूसँग जुट्छु भनेर तपाईँको चुनाव पनि जितेर पनि देखाइदिए हो त्यसको आवाज। त्यस्तो मान्छेको नाम हो त्यो। त्यसले गर्दाखेरि मेरो व्यक्तिगत नाम होइन हर्क साम्पाङ। आजदेखि तपाईँ सबै हर्क साम्पाङ हुन्छ। घमण्डी भन्नुहोस् कि अहङ्कारी भन्नुहोस् कि लाटा भन्नुहोस् कि के फरक पर्छ होइन। हामी तपाईँको मुख बजाएर अरू जस्तो तपाईँको चाहिँ अरूलाई ठगेर दलाली गरेर भ्रष्टाचार गरेर घुस खाएर चोरेर होइन तपाईँको आफ्नो पेट पाल्दैन, आफ्नो केटाकेटीको पेट पाल्दैन। हामी त बरु किसान मान्छे, खेतबारीमा गइन्छ, आलु रोपिन्छ, धान फलाइन्छ, मकै फलाइन्छ, आफ्नो तपाईँको बाख्रा बजाएर खाइन्छ हो कि होइन भन्नुहोस् त। विदेश पनि गइन्छ, केही छैन, विदेश गएर पनि काम गरिन्छ, सम्मानका साथ श्रम बेचेर आइन्छ। उनीहरू जस्तो देश बेच्छौँ हामी
त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु अब सगौरव बाँच्न सिकौं है। अब सगौरव बाँच्न सिकौं। अब यो देशमा एउटा गर्वको कुरा, एउटा तपाईको चाहिँ नौलो इतिहासको कुरा, एउटा नयाँ आयामको कुरा, एउटा नयाँ युगको सुरुवात भन्छु म। अब यो देशमा किसानहरूको सरकार बन्छ। श्रम संस्कृतिको सरकार भनेकै किसानहरूको सरकार हो, जुन सरकारले खेतबारीको समस्यालाई पहिलो प्राथमिकताको रूपमा राख्छ है। यो सरकार भनेको मजदुरहरूको सरकार हो। श्रम संस्कृतिको सरकार भनेको मजदुरहरूको सरकार हो। आज मजदुरहरूको हालत के छ? दिनभरि काम गर्छ, भरे बेलुका तपाईको छैन हैन, तपाईको छैन अलिकति कमायो, बेलुका खायो, फेरि भोलि गयो, बचत केही छैन। अलिअलि बचत गरेको पनि अर्को फेरि एउटा चतुर्य आउँछ र खाइदिन्छ, वाममा खाइदिन्छ है। पार्टीको ठुलो हो भन्छ फेरि है, त्यस्तो खाने मान्छे त फेरि पार्टीको ठुलै हुन्छ। यहाँ चाहिँ म पनि सानो, यता हाम्रो पार्टीमा आउनु भएको छ, उहाँहरू खबरदार गरिरहेको छु, खाएको भेटायो भने बाँसमा बाँधेर नपुटी छोड्दिनु होइन। खबरदार त्यहाँ कसैको सरकारी खाओला साथी होइन। अब जनताले चुनेपछि माननीय त बनिहाल्छ भोलि होइन, माननीय त बनिहाल्छ। अनि माननीय भइसकेपछि त फेरि कानुन पनि नलाग्ने रहेछ नि त होइन। छक्क पर्छु, अहिले त माननीय नभए पनि कोही चाहिँ तपाईँको छैन रौतहटतिर 4 वर्षको बालिकाले किचाएर मार्छ, पक्राउनु पो पर्दैन हौ। पक्राउ पर्यो, टिङ्लिङ टिङ्लिङ गर्ने पार्टीको उम्मेदवारले मान्छे मार्यो नि, अस्ति मारेन बालिका, त्यो उम्मेदवार पक्राउ पर्यो परेन? परेको छैन है। सरकार भए पो पक्रिन्छ त। श्रम संस्कृतिको सरकार आउँदैछ नि, पक्नु न। केसरा खेलाएर नि, केसरा खेलाएर तपाईँको तुरुङ लगाइएको छ भने है थुप्रै मान्छेहरू यहाँ अकालमा मारिन्छन्, कुटिन्छन्, हावामा लुटिन्छन् त्यतिकै है। शान्ति सुरक्षाको खै छ, के छ हालत थाहा छ? छैन। ठुलो नेतालाई नछुने सानो गरिबलाई चाहिँ लात्ताले हालेको छ। फुटबल हो नेपाली जनता, फुटबल हो। कसैले लात्ता हान्न पाउने छैन। श्रम संस्कृतिको सरकार भन्नु भनेको गरिब दुखीको सरकार। यहाँ सबैजनालाई म यो निवेदन गर्न चाहन्छु, हाम्रो सरकार बनिसकेपछि यो देशमा शिक्षाबाट हामी यति ठुलो परिवर्तन ल्याउँछौँ। हाम्रा नानीहरूलाई हामीले उत्पादन गर्न सिकाउँछौँ, निर्माण गर्न सिकाउँछौँ। दिमाग हुनेले आविष्कार गरोस्, आइफोन 20 बनाएर देखाओस् होइन। के हामी चाहिँ खाली रूपको भोक्ता मात्रै? पैसा लिन विदेश जाने अनि विदेशी सामान किन्ने, विदेशी सामान किनेकोले पैसा पनि विदेशै गइहाल्यो। चामल किन्यो पैसा विदेशै गएको छ, नुन किन्यो विदेश पैसै गएको छ, तपाईँको छैन प्याज किन्यो पैसा विदेशै गएको छ है। हामीले लिएको त्यत्रो खरबौँ रेमिटेन्स हाम्रो छोराछोरी, हाम्रो आमा बाबा, हाम्रो तपाईँको छैन दाजुभाइले विदेशमा कमाएर लिएको पैसा उतै गइहाल्छ है। अनि विदेश गएर अब म चाहिँ नेपालमै गरी खान्छु भनेर आउँछ है 10 वर्ष कति बस्नु त है। भर्खर बिहे गरेको छु तपाईँको छैन दुलैलाई छोडेर कस्तो मन किटकिट भएर गइराखेको होला यो मनहरू होइन। होइन भन्नु न, तिमी बिना बाँच्नु सक्दिन भनेर लप परेर बिहे गरेको हुन्छ। बिहे गरेको 1 महिना भएको छैन, रुँदै छुट्नुपर्छ होइन। म त तपाईँको चिप्लो चप्पालाई बोल्दिनँ, जे हो त्यही बोल्दैछु, त्यही हो है। कति तपाईँको दिदी बहिनीहरू है हेर्नुपर्छ, यत्रो सानो तपाईँको 4 वर्षको बालक नाबालक छोराछोरी छोडेर विदेश गइराख्नु पर्नेछ है। त्यसो गरी कमाएर लिएको पैसा सबै उतै गइहाल्छ। बल्ल 10 वर्ष 15 वर्ष पछाडि आउँछ अनि एउटा कुखुरा पालेर यही जीविका पार्जन गर्नु पर्यो भन्छ। कुखुरा बेसरी दुःख गरेर हुर्काउँछ, बेच्ने बेला त छिमेकी मुलुकबाट त्योभन्दा सस्तोमा आइदिन्छ। अनि त्यस पछाडि फेरि त यसरी त हुँदैन रहेछ भने अर्को त्यसको भिजा पर्खिन्छ, फेरि जान्छ है। यो नियतिलाई बन्द गर्छौँ हामी। हरेक व्यवसायी र उद्यमीलाई यही देशमा गरी खाने वातावरण बनाउँछौँ, बजारलाई नियन्त्रित गर्छौँ। जे पाटे हामी किन्दैनौँ विदेशबाट, जे नकिने नहुने कुरा हो त्यो मात्रै किन्नुपर्छ। चामल किन्नु थालेकोले, दाल किन्नु थालेकोले, प्याज किन्नु थालेकोले होइन, टमाटर किन्नु थालेकोले हाम्रो पैसा सबै विदेशको। त्यो त तपाईँको चामल दाल टमाटर प्याज यस्ता नाथे, तपाईँको फर्सी सर्सी इस्कुसहरू हामी आफै उत्पादन गर्न सक्दैनौँ। किन उत्पादन नगरेको भन्दा फेरि त्यो उत्पादन गरे भन्दा
त्यो त अझै किसानको अझै फसिना गनाए एउटा अहिले फेसबुकमा आफूले प्रधानमन्त्री बन्छु भनेर हिँडेको छ जस्तो गरेर 9 करोडको गाडीमा खै के जति के पो भन्छौ कि माल पानी कि दाल पानी चिनी पानी क्या त चिन्दैनौ पनि गाडीमा हिँड्ने मान्छे उसले चाहिँ किसान झै फोहोर भनेर कविता लेखे कहीँ नभएको लेखेको किसान झै फोहोर किसानलाई फोहोर भन्ने तपाईँ हामी यहाँ आधीभन्दा धेरै किसान छौँ कि छैनौँ है आफू किसान नभए पनि आफ्नो बाउ किसान थियो आफ्नो बाउ नभए पनि बाजे त किसान थियो नि त अब कृषिलाई नै फोहोर सम्झेको रहेछ अब भिजन चाहिँ त्यो खालको छ बिना ढेवाकै खै कता जाने अचम्म लाग्छ अनि त्यसकै पछाडिमा फेरि कुदिरहेछ हाम्रा कोहीको जेनजीहरू चाहिँ है भन्दै अस्ति है भनेको फेरि गीतै पनि निकालेर चलिरहेछ मजै छ होइन कोही चाहिँ एमसीसी पास गरेर चाहिँ तपाईँको 55 अर्ब अमेरिकाबाट ल्याउने चीनबाट बिआरआई गरेर चाहिँ तपाईँको 70 अर्ब ल्याउने आरामले देशमा विकास गरेर खुट्टा हल्लाउँदै खाने महिनाको तपाईँको 4 लाख त किर्तिपुरको डाँडामा यसो चाहिँ ल्यापटप चलाउँदाखेरि बन्छ भन्ने एउटा आएको है भुइँमा कुरो झर्नु दिँदैन अन्त बाठा छैन के भन्छ है छक्क पार्छ है अर्को छ फेरि तपाईँको छ नि होइन जीवनभर प्रधानमन्त्री उसलाई भइराख्नु पर्ने ए नगर न बाबा भन्छु है हुँदैन हुन्छ है हिँड्दाखेरि पनि अरूले सहारा दिनुहुन्छ भोलिको दिनमा म पनि बुढो हुन्छु त्यो त्यसलाई मैले अपमान गर्न खोजे होइन तर अब रिटायर हुने बेला भयो अब हुँदैन बाबा हुँदैन क्या हुँदैन नगरौँ न भन्छु फेरि त्यतैतिर लाग्नुपर्छ पछि गर्नु हुँदैन त्यस्तो चुनाव चिन्ह माटो अञ्जलीको माटो यो पार्टीले मात्रै यो देशको स्वाधीनताको पक्षमा खुलेर बोल्न सक्छ हामी नो एमसीसी भन्छौँ है एमसीसी को बारेमा के छ भनेर अहिलेको नेताहरूले सोधिदिनु कि एमसीसी भनेको भागिहाल्छ सातो भइहाल्छ हामी खुलेआम भन्छौँ एमसीसी चाहिँदैन यो देश हामी तपाईँ आफैले बनाउन सक्छौँ सक्दैनौँ दक्षिण कोरिया बनाउने हातहरू हेरौँ त यहाँ हेरौँ त सबैको हात हेरौँ देख्छ कि दक्षिण कोरिया बनाउने हातहरू साउदी बनाउने हातहरू कतार बनाउने हातहरू मलेसिया बनाउने हातहरू सारा संसार बनाउने हातहरू हाम्रो आफ्नै हातहरू होइन र यो नेपालीको हात होइन अनि यही नेपालीले आफ्नै नेपाल चाहिँ किन बनाउन सक्दैन भन्दाखेरि नेतृत्व ठिक छैन नेतृत्व ठिक भयो त उसले कामको मेलो निकालिदिन्छ काम गरायो भनेको काम गर्छ भोलि श्रम संस्कृतिलाई बहुमत दिनुहोस् श्रम संस्कृतिले सरकार बनाएपछि हेर्नुहोस् कोही कसैलाई फुर्सदमा बस्न दिने छैन कानुन लगाएर छडी लगाएर पुलिस लगाएर होइन सम्झाएर बुझाएर काम नगरी पैसा कमिँदैन हाम्रा दाजुभाइ दिदीबहिनी अहिले विदेशबाट पैसा पठाउँछ नि ऊ रमाइलो गरेर टिकटकमा नाचेर पठाएको हो 10 दुनियाँ दुःख गरिरहेछ उसले त्यहाँ है 12 घण्टा 18 घण्टासम्म खटेर पैसा पठाइदिइरहेछ काम गर्नु भनेको पैसा कमाउनु हो त्यो वातावरण हामीले हाम्रो देशमा बनाउन सक्छौँ श्रम संस्कृतिलाई विश्वास गर्नुहोस् आदरणीय दाजुभाइ दिदीबहिनीहरू हामी विकास भन्छौँ राम्रो बुझौँ है विकास सुरु हुन्छ चेतनाबाट यहाँबाट सुरु हुन्छ विकास टाउकोबाट वास्तविक विकास भनेको आर्थिक विकास मात्रै वास्तविक विकास हो हामीले ऋण काटेर कालो पत्रे बनाउँछौँ नि त्यो चाहिँ विकास हो भन्छौँ ऋण काटेर स्कुल बनाउँछौँ त्यो विकास हो भन्छौँ त्यो विकास होइन आर्थिक विकास नै वास्तविक विकास हो तपाईहरूसँग गोजीमा टनाटन पैसा हुनुपर्छ अनि मात्रै त्यसलाई विकास भन्न सकिन्छ तपाईसँग पैसा छ मेरो त छैन गोजीमा पैकाहरू छैन छामेर लाँदा हुन्छ तपाईँहरूकोमा हालत त्यस्तै होला यहाँ बस्नेहरूको होइन 10% सँग चाहिँ अलिअलि पैसा बोकेर आएको छ कि नत्र रित्तै छ चाहिँ तपाईँहरूको एकाउन्टमा पनि पैसा छैन मेरै जस्तो मलाई थाहा छ है हामीसँग पैसा नहुनु भनेकै विकास नहुनु हो है चिल्लो रोड मात्रै बनाएर के गर्ने त्यो चिल्लो रोडमा मोटरसाइकल किनेर कुदाउनु तपाईँ सक्नुहुन्न पैसै छैन तपाईँसँग एउटा मोटरसाइकल किन्नुहुन्छ बिग्रेपछि अर्को किन्न सक्नुहुन्न है किन सकिँदैन त भन्दा आर्थिक विकास भएको छैन यो देशमा
देशमा आर्थिक विकास गर्नुपर्छ भने श्रमको विकास गर्नुपर्छ, श्रमलाई चिन्नुपर्छ, उत्पादनलाई चिन्नुपर्छ। उत्पादन कहीँ अरू छैन, माटोमा आउँछ उत्पादन। हामीले खाने अन्न, लगाउने लुगा है सबै कुरा माटोबाट उत्पन्न हुने हो। माथि चन्द्रमाबाट झर्दैन। केही युवाहरूले भन्छ ढुङ्गा बोकेर काटाए ढुङ्गे मेयर ढुङ्गेले बनाउँछ देश भन्छ है। उनलाई थाहै छैन बिचरा, उसको बाउ चाहिँ साउदीमा त्यही तपाईँको छैन माटै खन्दैछ क्या होइन। अनि बाउले पठाइदिएको तपाईँको छैन, उसको बाउ चाहिँ साउदीमा होइन भेडा गोठाला गर्दैछ है। अनि उसको बाउले पठाइदिएको पैसा खाएर मेरो विरोध गर्छ। फेरि सिकाको कसले भन्दा टुङ गरेर त्यस्तो गर्दै त्यसलाई ढुङ्गे भन्दै भन्छ। हुन्छ हजुर, श्रमलाई हेला गरेको कारणले तपाईँको गोजीमा पैसा नभएको है। तपाईँको गोजीमा पैसा किन छैन थाहा छ? यो देशमा श्रमलाई हेला गर्नुपर्छ भन्नेहरू छ। नेता अनुसारको देश हुन्छ होइन। अब मैले तपाईँको छैन श्रमदान गरेर थुप्रै काम गर्यो। म आफै गएर ढुङ्गा बोकेँ अनि न अरू आयो होइन र। म आफू चाहिँ अफिसमा बसेर जाऊ है साथी श्रमदान गरेर चाहिँ भिडमा पाइपले हुन जान्छ, यत्रोको जान्छ। कर्मचारीहरू त भनेको मान्ने होइन। आफै अनुशासित हुनुपर्छ है। अब हर्क साम्पाङ जस्तो मान्छे देशको नेतृत्व बनायो भने सबै युवाले भोलि काम गरिरहेको हुन्छ। कसैसँग पैसाको कमी हुँदैन। कुरा बुझ्नुभयो नि? बाटैभरि फुल है, पाखैभरि फलफुल, खेतैभरि धान चामल उरुङ भइसकेपछि हामीले विदेशमा बेच्न पनि सक्छौँ। चामलै बेचेर तपाईँको खरबौँ इन्कम गरौँ न होइन र। त्यो देश बनाउनका लागि श्रम संस्कृति पार्टीको चुनाव चिन्ह अञ्जुलीको माटोमा भोट हाल्नुहोस्। गफले मात्रै बन्दैन, फेरि गफले मात्रै बन्दैन। निर्णय गर्न सक्नुपर्छ, समयलाई चिन्नुपर्छ। मैले अघि सुरुवात मेरो भनाइ कसरी गरेँ भने समयलाई चिन्नुहोस्। जीवन समय हो है। आजको 40 वर्ष पछाडि हर्क साम्पाङ यो धरतीमा हुँदैन, मरिसकेको हुन्छ। म मर्नुभन्दा अगाडि मलाई चिन्नु। कुरा बुझ्नुभयो नि? मरिसकेपछि मेरो शालिग त राम्रो हुनुहुन्थ्यो भनेर रोएर केही हुनेवाला छैन, केही हुनेवाला छैन। म जीवित हुँदाखेरि मलाई साथ दिनुहोस्। म देश बनाउन चाहन्छु, मलाई साथ दिनुहोस्। यसपालि मलाई कसरी साथ दिने त भन्दा फागुन 21 मा अञ्जुलीको चुनाव चिन्ह माटोमा भोट हाल्नु न है। त्यही हो मलाई व्यक्तिगत देश बनाउनको लागि साथ दिने कुरा है। त्यसो भएको कारणले गर्दाखेरि हामीले उठाएका उम्मेदवारहरू एकचोटि उठिदिनुहोस् तपाईँहरू है। सबै उम्मेदवारहरू, यी उम्मेदवारहरू हेर्नुहोस्। यी उम्मेदवारहरू तपाईँको छैन, यी उम्मेदवारहरू कहीँ कतै फटा मान्छेहरू जस्तो देखिन्छन्, कहीँ कतै दाग लागेको जस्तो देखिन्छ। हामीले आलु किन्दा पनि दाग नलागेको किन्छौँ नि होइन, होइन भन्नु न। यी मान्छेहरूले कहीँ कतै सहकारी ठग्या होला नि त। यी मान्छेले कहीँ कतै सिंहदरबार जला होला नि त। यी मान्छेले कहीँ कतै महाकाली सन्धि गरे होला नि त। यी मान्छेले कहीँ कतै एमसिसी गरे होला नि त। अनि कहीँ दाग लागेको छैन त। एउटा आलु राखे किन्दा त तपाईँ दाग लागेको किन्नुहुन्छ र? दाग लागेको आलु तपाईँले दोकानले लाने यो भनेर राम्रो लानुहुन्छ, चिन्दैन। एक छाप खाने आलु किन्दा त तपाईँलाई दाग लागेको आलु मन पर्दैन भने दाग लागेको मान्छेहरूलाई तपाईँले कसरी प्रधानमन्त्री बनाउने, यस्तो मन्त्री बनाउने भनेर भनेको? छक्क पर्छु म त है, छक्क पर्छु। देश तबसम्म बन्दैन जबसम्म जनताले असल पार्टी, असल नेतालाई चुन्दैन, असल उम्मेदवारलाई चिन्दैन। यी उम्मेदवारहरू तिनै उम्मेदवारहरू हुन् जो उम्मेदवार भोलि तपाईँको चाहिँ जितिसकेपछि तपाईँको खेतबारीमा आउँछन्। यी उम्मेदवारहरूलाई म है जितेर यहाँ त के छ भने चुनावको बेला नमस्ते नमस्ते हजुरमा जे पनि गरिदिन्छु भन्छ, यसो धान पनि काटिदिन्छ है। जेरी पनि म बेर्दै थियो, एउटा बिपिन म बेर्दै थियो। त्यसो गरी जित्छ। जितिसकेपछि त के गर्छ भनेको त ठुल्ठुलो ठेकदारहरूसँग तास खेल्दै बस्दो रहेछ। फेरि कोही चाहिँ के त सदनमा गएर सुत्दो रहेछ। यी उम्मेदवारहरू भोलि सुत्यो भने है साधारण सदस्य पनि नरहने गरी निकालिदिन्छु म है। सांसद पद त धेरै परको कुरा हो, सांसद पद त धेरै परको कुरा हो। यत्रो जनताले रात बिरात पर्खेर चाहिँ भोट दिएर पठाएको मान्छे कानुन लेख्ने बेलामा सुतेर हुन्छ सदनमा। कोहीको राल चुइराखेको जम के गरे गर्नु खोजेको के हो? श्रम संस्कृति
त्यसैले मैले बारम्बार भनेको छु, श्रम संस्कृतिको कुनै पनि सांसद सदनमा यदि सुतेछ भने मैले अहिले भने हर्क साम्बाङ झुटो बोल्दैन। त्यो समीरजीहरूलाई सोद्धा हुन्छ म कस्तो मान्छे है, म कस्तो कडा मान्छे भन्नु। हाम्रो सांसद सुत्दैन, अरूको पार्टीमा त सुतेको देखेको छौँ। हाम्रो सांसद सुत्यो भने त्यसलाई तपाईँको त्यति नै खेर त्यस 24 घण्टाभित्र उसको साधारण सदस्यता म थुपिदिन्छु अनि उता गएर कता सुत्ने हो सुतोस्। त्यसैले हामी काम गरेर देखाउँछौँ, हामीलाई विश्वास गर्नुहोस्। हर्क साम्बाङलाई मात्रै 1 सिट जिताएर सरकारमा म पुग्न सक्दिनँ। मैले पूर्वदेखि पश्चिमसम्म देश दौडा गर्न सक्ने स्थिति छैन। आज पनि 2वटा कार्यक्रमले सम्बोधन गरेर आउँदा यत्रो रात पर्यो है। भोलि भोजपुर जानुपर्ने, पर्सि कहाँ जानुपर्ने, देशभरमा आउनु नपाए पनि सम्पूर्ण महानुभावहरूलाई म मिडियामा भन्न चाहन्छु, हर्क साम्बाङको चुनाव चिन्ह अञ्जुलीको माटो त्यही हो तपाईँको। अब हर्क साम्बाङ मेरो गाउँमा मेरो घरमा भोट माग्न आउनुहोस् भन्नु होला। तपाईँ आफै हर्क साम्बाङ हो, अब तपाईँ आफै अञ्जुलीको म त्यो भन्न चाहन्छु। तपाईँहरूसँग बोलिरहन पाउँ जस्तो लाग्छ, बसिरहन पाउँ जस्तो लाग्छ, मलाई लाग्छ तपाईँले पनि मलाई हेरिरहँ जस्तो लाग्छ, लागिरहेको होला है। ठिक छैन अनुहार मेरो, पिच नगरेको गाला जस्तो, एक बाटो जस्तो छ गाला पनि है, राम्रो मान्छे छैन। तर तपाईँले मेरो आँखालाई नहेर्नुहोस्, मेरो मुटुलाई हेर्नुहोस्। प्रश्न साक्यको गीतको याद आयो, आँखालाई नहेर मेरो मुटुलाई, सक्छौ भने नियाली हेर। मेरो आँखालाई नहेर्नुहोस् तपाईँले है, म भित्र भएको त्यो देशभक्त, देशको लागि सधैँभरि धर्किरहने मुटुलाई हेर्नुहोस्। यो देशलाई विश्वको उन्नत देशहरूको सूचीमा पुर्याउने कसम खाएर निस्केको मान्छे है। र हामी श्रम संस्कृतिले जे गर्न सक्छ त्यो अरूले गर्न सक्दैन। माटोको कसम, तपाईँहरूले पनि माटोको कसम खाएर भन्नुहोस्। अब तपाईँहरू 10 गुणा धेरै सक्रिय भएर लाग्नुहुनेछ र 21 फागुन 21 को चुनावमा अञ्जुलीको माटोलाई बहुमत दिएर सबैजनाले विजयी गर्नुहुनेछ भन्ने विश्वास गर्छु। यहाँ सबैजनाको शुभ रहोस् भन्ने कामनाका साथ बिदा हुन्छौँ। धन्यवाद छ। नमस्कार। जय माता।